प्रेम प्रणाम। सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरुभ्यो नमः। ध्यानमूलं गुरुर्मूर्तिं पूजामूलं गुरुर्पदं मंत्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुर्कृपा मोक्षमूलं गुरुर्कृपा। सबैलाई प्रेम प्रणाम, राधे राधे। आज गुरु पूर्णिमा, हिन्दू जगतको महान पर्व। वास्तवमा यो संसार अन्धकारमय जगतमा ज्ञान रूपी प्रकाश छर्ने यस्ता हाम्रा आध्यात्मिक भौतिक गुरुहरूलाई विशेष गरेर आज हामी नमन गर्दछौँ, प्रणाम गर्दछौँ। प्रिय भक्तजन, वास्तवमा अन्धकार रूपी जगतबाट हामीलाई उज्यालोतर्फको मार्गदर्शन गर्नुहुने, ज्ञान देखाउनुहुने सम्पूर्ण गुरुहरूलाई आज हामी नमन गर्दछौँ, प्रणाम गर्दछौँ। आज विशेष गरेर आज गुरुहरूको महिमा, गुरु महिमाको विषयमा हेर्नुहोस् है। यो संसारमा माता पिता र गुरुको महिमा कहिले पनि व्याख्या गरेर सकिँदैन। सो कारणले गर्दा आजको दिनलाई चाहिँ विशेष गरेर हिन्दू जगतमा गुरुलाई पूजन गर्ने, याद गर्ने, आफ्नो श्रद्धा भाव राख्ने, प्रेम भाव अर्पण गर्ने आज विशेष विभिन्न जति पनि हिन्दू धर्मावलम्बीहरू देश विदेशमा रहनुहुँदछ सबैले आज यो पर्वलाई अति हर्ष उल्लासको साथमा मनाइरहनु भएको छ। र वास्तवमा हामी सबैलाई याद छ, गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरुर् साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। गुरुर् ब्रह्माजी पनि हुनुहुन्छ, विष्णुजी पनि हुनुहुन्छ र शिवजी पनि गुरुदेव हुनुहुँदछ। गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर। तर यो भन्दा पनि माथि आएर गुरुर् साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः, त्यो परब्रह्म परमात्मा तत्त्वलाई दर्शाउने, चिनाउने यस्ता गुरुको आज म नमन गर्दछु, वन्दना गर्दछु। र हेर्नुहोस् है, जीवनमा हामीलाई हाम्रो जन्मिने बित्तिकै हाम्रो माता पिता गुरु, त्यस पछाडि हाम्रो भौतिक शिक्षामा जाँदाखेरि हामीलाई यो संसारको ज्ञान दिलाउने हाम्रो सांसारिक स्कुलमा कलेजमा हाम्रो गुरु, र त्यति मात्र नभएर यो जगतबाट संसारबाट आध्यात्मिक मार्गमा आत्मा र परमात्माको बोध ज्ञान दिने पनि गुरु हुनुहुँदछ। आज विशेष गरेर संसारबाट यो भव सागरको नश्वर जगतबाट पार लगाएर आत्माको दिव्य परमात्मा चिनाउने यस्ता गुरुको महिमा हामी गाउन गइरहेका छौँ। र यहाँ सन्त कबीरदासजीले पनि भन्नुभएको छ, हे भक्त हो, यो संसारमा आफ्नो गुरुको महिमाको व्याख्या गर्दै भन्नुभयो, गुरुको कुनै पनि गुण, गुरुलाई याद गर्नेको मतलब के हो भन्दा आज हामी हाम्रा आफ्ना गुरुदेवलाई, गुरुजीहरूलाई हामी याद गर्दछौँ। गुरुलाई याद गर्नुको मतलब गुरुले दिनुभएको ज्ञान, गुरुले देखाउनु भएको बाटो र गुरुको गुणलाई हेर्नुहोस् है, गुरुको त्यो राम्रो पक्षलाई हामीले याद गरिरहेका हुँदछौँ। र वास्तवमा त्यो गुरुलाई याद गर्दा गर्दा, गुरुलाई स्मरण गर्दा गर्दा गुरुले हामीलाई के गर्नुहुन्छ, याद गर्दा गर्दा दया वर्षाउनु हुँदछ। त्यस कारणले गुरुको व्याख्याको विषयमा सन्त कबीरले भन्नुभएको छ, हे भक्त हो, सात समुद्र स्याही करूँ, धरती सब कागज करूँ, लेखन सब बन रहे, सात समुद्र स्याही करूँ, तो भी गुरुगुण्य लिखे न जाए। यहाँ सन्त कबीरले भन्नुभयो, यो धरती, चौधलोक ब्रह्माण्ड जति पनि संसारमा छ, यो धरतीलाई म कागज बनाउँछु र कागज बनाएर गुरुको महिमा, यो वृक्षहरू जति पनि देखिएको वृक्षलाई के गर्दछु, कलम बनाउँदछु। र तत्पश्चात गएर अनि सात समुद्र स्याही गरौँ, जति पनि धरतीमा रहेका सात समुद्रको पानीलाई चाहिँ म स्याही मसी बनाएर, जसले मलाई जगतमा जिउने कला, संसारमा रहने कला र संसारबाट आत्मा परमात्माको बोध
ज्ञान दिनुभयो यस्ता गुरुको महिमा लेख्न थालेँ भने यो धरतीको कागज गरेर 7 समुद्रलाई मसी बनाएर वृक्षलाई कलम बनाउँदा पनि तो भी गुरु गुण्य लेख्न जाए। तर पनि गुरुको महिमा, गुरुको व्याख्या, गुरुदेवको गुणलाई यहाँ लेखेर सकिँदैन भन्नुभएको छ। त्यसै गरी श्रीकृष्ण प्रणामी धर्ममा सुन्नुहोस् है, महामती स्वामी श्री प्राणनाथजी महाराज र धनेश्वर देवचन्द्रजी सद्गुरु महाराजको दिव्य जीवनीबाट हामीले पाउँदछौँ कि सद्गुरु महाराजले मेहराज ठाकुर महामती प्राणनाथजी महाराजलाई आफ्नो परम शिष्यको रूपमा चिनाउनु भयो र मेरै पछि मेहराज भन्दाखेरि यस्तो भक्तहरूलाई, सुन्दर साथहरूलाई प्राणनाथजी महाराजले सद्गुरुको महिमा, गुरुको महिमा व्याख्या गर्दै सारा भक्तहरूलाई सन्देश दिनुहुँदथ्यो। वितकको प्रसङ्गमा यो आउँदछ, जान हुन कोड धड, धड धड कोड मथ्यन, मथ्य मथ्य कोड मुह, मुह मुह कर जीवन। अगर एउटा जीव यस्तो होस् रे, एउटा जीव छ, जीवको करोडौँ टाउको छ, त्यो करोडौँ टाउकोमा शिर छ, उसको करोडौँ शिर छ। एउटा मात्र जीव छ, एउटा जीवको करोडौँ शिर छ, टाउको छ। त्यो करोडौँ टाउकोमा करोडौँ के छ, उसको यहाँ मुख छ। त्यो करोडौँ मुखमा, एउटा मुखमा करोडौँ जिब्रो छ र त्यो करोडौँ जिब्रोले पनि अगर गुरुको महिमा गुणगान गाउन खोज्यो भने पनि त्यो सम्भव हुँदैन भनेर यो प्रकारले प्राणनाथजी महाराजले पनि गुरु महिमाको व्याख्या आफ्नो वितकको प्रसङ्गमा गर्नुभएको छ। प्रिय भक्तन सुन्दर साथ, हामीले गुरु महिमा, गुरुले देखाउनु भएको बाटो र गुरुको गुणलाई याद गर्दै गर्दै गुरुद्वारा नै परमात्मासँग कनेक्सन हुन्छ र अनि हाम्रो जीवनमा दया वर्षिन्छ। यस कारणले गर्दा गुरु कञ्चन गुरु पार्श गुरु चन्दन परिणाम तुम सद्गुरु दीपक भई कियो मोहि आप समान। हेर्नुहोस् है, एउटा दियोले हजारौँ दियो जलाउँदछ। त्यस कारणले यो सद्गुरु रूपी दियो, गुरु महाराज रूपी दियोलाई हाम्रो हृदय साथमा श्रद्धा भाव अर्पण, गुरुजनलाई, गुरुदेवलाई हामीले दिलबाट नै हामीले प्रणाम श्रद्धा गर्नुपर्दछ। किन भन्दा गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। गुरु नै परमात्माको रूपमा धरतीमा आउनु भएको छ। हामीलाई गुरुकुलमा गुरुहरूले यो प्रकारको सद्भाव सिकाउनु भएको छ र हामीले गुरुलाई त्यो महिमा गर्दै आज एक दिन मात्र गुरुको पूजा, गुरुको याद, गुरुको वन्दन गर्ने होइन, हरेक दिन हरेक समय हामीले गुरु महिमा र गुरु भक्ति भावलाई श्रद्धाको साथमा याद गर्नुपर्दछ भन्दै आजको यो छोटो गुरु महिमा भावलाई म यही नै विराम गर्दछु। बोलो कृष्ण कन्हैया लाल की जय। सबैलाई प्रेम प्रणाम, राधे राधे प्रणाम।